नमस्ते सबैजनालाई। आज चाहिँ म पवित्र बाइबलको एउटा खण्ड लुका 12को 27 र 28 पदमा लेखिएको कुराहरूबाट तपाईँहरूसँग केही भलाकुसारी गर्ने जमर्कोमा छु। हेरेर प्रतिक्रिया अवश्य दिनुहुनेछ भन्ने विश्वास लिएको छु। यहाँ यसरी लेखिएको छ, लिली फुललाई विचार गर, कसरी तिनीहरू न त परिश्रम गर्छन् न काट्छन्, तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्नो सारा गौरवमा यो मध्ये एउटा जतिको पनि विभूषित थिएनन्। तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्वरले यसरी आभूषित गर्नुहुन्छ भने, ए अल्पविश्वासी हो, उहाँले तिमीहरूलाई झन् कति बढी आभूषित गर्नुहुनेछ। यहाँनिर यो खण्डको लेखकले चाहिँ मान्छेहरूलाई लिली फुलको सुन्दरतासँग मान्छेको जीवनको सुन्दरतालाई तुलना गरेर देखाएका छन् है। मान्छेको जीवन पनि एउटा सिजन जस्तै हो। एउटा सिजन, एउटा समयपछि मान्छेको अस्तित्व पनि रहँदैन। जसरी लिली फुल सुन्दर फुलहरूमध्ये मानिन्छ अनि त्यसको सुन्दरताको बयान हुन्छ, तर फुलको सिजन, त्यसको मौसम सकिएपछि न त लिली फुलको बोट नै रहन्छ न त त्यसको सुन्दरता नै रहन्छ। र पनि परमेश्वरले त्यो फुललाई त्यति सुन्दर गरी रचना गर्नुभएको छ, सृष्टि गर्नुभएको छ भने मान्छे चाहिँ सृष्टिको सर्वश्रेष्ठ रचना हो है। परमेश्वरले उहाँको हरेक रचनाहरूमध्ये परमेश्वरले मान्छेलाई सर्वश्रेष्ठ सृष्टिको सर्वश्रेष्ठ रचना, सर्वश्रेष्ठ सृष्टि गर्नुभएको छ भने मान्छेको जीवनको सुन्दरता त्यो लिली फुलको भन्दा कैयौँ गुणा बढी छ है। अनि परमेश्वरले पनि हरेक मान्छेको जीवनलाई उहाँले साँच्चै सुन्दर तरिकाले, लिली फुल भन्दा बेसी सुन्दर, बढी सुन्दर तरिकाले रचना गर्नुभएको छ। तर हामी के गर्छौँ भने कतिपय अवस्थाहरूमा आफ्नो जीवनको सुन्दरतालाई अनि सृष्टिको सुन्दरतालाई अनि परमेश्वरले मान्छेलाई सृष्टिको सर्वश्रेष्ठ रचना भनेर सृष्टि गर्नुभएको कुरालाई बिर्सिन्छौँ अनि आफ्नो सुन्दरतालाई, आफ्नो जीवनको सुन्दरतालाई बिर्सिन्छौँ। यो चाहिँ हामीले कदापि गर्नु हुँदैन।